It's Momo है, not Momos ल. So hello everyone, welcome back to another video. र के बनाइरहेछ भनेर त देखिसक्नुभयो होला. आज चाहिँ हामी मोमो बनाउँदैछौँ. यहाँ चाहिँ हामी डो बनाएर अनि त्यसपछि प्याजहरूलाई चप गरिरहेछौँ. एन्ड क्याबेज पनि छ हामीसँग चाहिँ. हेर्नुहोस् यस्तो मजाले काटिरहेछन् मेरो बहिनीले. अनि मैले चाहिँ हल्का सिजनिङ गर्दैछु. यहाँ मसलाहरू लगाइसकेँ, नुन थपेँ, अनि त्यसपछि मेन इन्ग्रेडियन्ट जुन रहेको छ मासु र चिकनको मासु पनि आइसक्यो. कस्तो राम्रो मासु के. पहिले त अचानोमा राखेर डुङ 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 मसिनो बनाउनु पर्थ्यो. अहिले त मेसिनमा नै चटक्क मजाले किमा बन्दा रहेछ. अनि त्यसपछि मैले मोमो मसला पनि लाएँ. यो भिडियो चाहिँ मैले वान गोमै सक्नु खोजेको किनकि ओप्पा झ्याउ लाग्छ क्या. त्यो मिलाउँदा काट्दा ओर्दा यो चाहिँ मैले कहिले पनि गरेको थिइनँ है. यो चाहिँ तेल पनि लगाउँदा रहेछ यसरी भनेर मलाई थाहा थिएन. म सादा बनाउँथेँ र म यस्तो मजाले गोलो गोलोवाला चाहिँ बनाउँछु. रियल मोमो बनाउँछु. त्यो मलाई च्याप्टो लाम्चे चाहिँ बनाउन आउँदैन. र जो कोहीलाई पनि मोमो बनाउन आउँदैन थियो कसरी बनाउँछ भन्नेहरूलाई चाहिँ यो भिडियो एकदमै मजाले हेर्नुभयो भने थाहा हुनेछ तपाईँलाई यहाँ के लाग्ने रहेछ, कसरी बनाउने रहेछ भनेर. र बनि पनि सक्यौँ. यो मोमोहरू चाहिँ सबै मैले बनाएको है. यो के भन्छ प्याक चाहिँ मैले गरेको हो. अरू काममा चाहिँ म त्यति सामेल भइनँ. यसमा चाहिँ एकदमै 100% दिएँ मैले. बनाएपछि ल हेर्नुहोस् त यस्तो दामी देखिएको छ नि. ठुलो ठुलो घरमा बनाएको मोमो त साँच्चै मिठो हुन्छ क्या. बजारको चाहिँ किमा थोरै, त्यो मासु के अरे मासु स्किन मात्रै यति धेरै हुन्छ नि. तर हाम्रो घरमा बनाएको त्यस्तो हुँदैन. हाम्रो घरमा बनाएको यस्तो हुन्छ. हेर्नुहोस् त फाटेको पनि छैन, केही भएको पनि छैन. इट्स गुड. र अर्को लटको लागि पनि म तयार गर्दैछु. तेल मजाले के भन्छ यो भाँडोमा दलेर नटासियोस् भनेर. अनि के बोल्नु भयो. मलाई चाहिँ रुगा लागिरहेछ है गाइस. मलाई चाहिँ रुगा लागिरहेछ. रुगा निको हुँदैछ तर अस्तिभन्दा चाहिँ एकदमै बेटर भइसकेको छ. र कति लामो भिडियो भन्नु लाग्यो चाहिँ ल. ओहो भातको सिटी पनि लाग्यो. ल मामा खानालाई हामी रेडी पनि भइसकेको छौँ पाकेर. ल खाइ पनि सकेछौँ गाइस. Thank you for watching. Bye bye. See you. Bye.